र यो तयार भएपछि हामीले खर्च गरौँ बाँकी त्यो कन्टेनरमा 1 लिटर 2 लिटर बच्छ नि फेरि त्यसैमा पानी थपिदिनुस् पुरै 200 लिटर अनि यो जोडन त छँदै छ त्यहाँ तर त्यसमा भेली मात्रै थप्नुपर्छ फेरि अर्को थरी बनाउँछ यसरी यो मल्टिप्लाई गर्दै गर्दै हामीले आफ्नो जीवनमा छोराहरूको नाति बलातीको जीवनमा पनि यो जान सक्छ एउटा लिटर यो यस्तो छ नियम छ 1 लिटर किनेर ल्याए युज गर्न सकिन्छ यो यस्तो छ अनि यसैबाट यो विभिन्न बनाएको छ अब यो जीवामृत जुन छ नि यो एकदम यो अहिले नेचुरल फार्मिङमा एकदम यो एप्लाई भइरहेको छ हजुरले पनि नेचुरल फार्मिङ हेर्नुहोस् जीवामृतको धेरै प्रयोग छ अब यो जीवामृत बन्छ कसरी यसको लागि 200 लिटरको ड्रममा 180 लिटर पानी 10 किलो चाहिँ सकभर पाइन्छ भने लोकल गाईको गोबर है अनि त्यसपछि 10 किलो गोबर 10 लिटर चाहिँ गौमूत्र अनि त्यसमा 1.5 किलो बेसन चनाको होस् अरहरको जुनसुकै हुन्छ त्यसपछि 1.5 किलो भेली नै चाहिन्छ यति सामान भएपछि लास्टमा हजुरको 1 किलो जति अथवा आधा किलो जति त्यो बरको अथवा पिपलको मुनिको माटो चाहिन्छ किन बरको पिपलको मुनि जुन छ नि त्यहाँ विभिन्न किसिमका हाम्रो जीवाणुहरू हुन्छ किन त्यहाँ बढी अक्सिजन हुन्छ र त्यहाँ मतलब त्यसको फलफुलहरू पनि झरिराखेको हुन्छ र त्यहाँको ब्याक्टेरिया जुन आउँछन् त्यो ल्याउनको लागि त्यो 1 किलो आधा किलो चाहिँ नि माटो चाहिन्छ त्यो यसमा मिसाइदिएपछि अनि यो लगभग बिहान बेलुका 2 पटक चलाउनु पर्छ यो 3-4 दिनपछि यो पनि तयार हुन्छ र यसले पनि हामीले प्रयोग गर्नको लागि हजुरको 10 लिटर पानीमा 1 लिटर यो घोलेर स्प्रे गर्न मिल्छ जमिनमा हाल्न मिल्छ यो प्रयोग गरेपछि हाम्रो जुन फार्महरू जुन अहिले खत्तम भएछ नि खेतहरूमा कतै देखिन्छन् प्रायः जस्तो हामीले जति यो केमिकल युज गरिरहेछौँ नि रासायनिक मल हजुरको युरिया त्यसपछि हजुरको यो डिएपी विभिन्न किसिमका यो केमिकल विषादीहरू छ त्यसले गर्दा सब मरिसकेछ अथवा जो छ एकदम गहिराईमा गएर बसिरहेछ यसको प्रयोग गरेपछि तिनीहरू बिस्तारै फेरि माथि आउँछ अब गैरला त हाम्रो मित्र हो किनभने त्यसले के गर्छ जमिनलाई खुकुलो बनाउँछ गैरला कहिले पनि एक पटकमा एक बाटोमा हिँड्दैन फरक जस्तै भित्र गयो एक बाटो बनाउँदै फेरि आउँदा अर्को बाटो फेरि तल जाँदा फेरि अर्को बाटो यसरी जमिनलाई एकदमै अब खुकुलो बनाइदिन्छ र पानी जब परेपछि पानी बढ्छ या सिँचाइ गर्ने बेला त्यसको जुन ढोल हुन्छ त्यसको पानी जम्मा भएको हुन्छ यानी रिजर्वायरको काम गर्छ र हाम्रो खेतबारीको लागि त्यो पानी नपरे पनि सुक्खा भए पनि त्यहाँ कृषि पनि बनिरहन्छ र यो काम त्यसले पनि गर्छ यसमा यो स्प्रे हाल्नुभयो यो 2 किलोको छ यो भर्मी कम्पोस्ट अनि त्यसपछि यो 5 किलोको छ हामीसँग 5 थरीका प्याकहरू छ 1 किलो 2 किलो 5 किलो 25 किलो 40 किलो बढीमा 40 किलोसम्मको प्याक हामीले राखेका छौँ यो थियो यसरी अब एकचोटि हामी भिजिट गरौँ मलाई खास एउटा एकदम नयाँ लाग्यो यो स्टोन टाने हजुर त्यो बोट बिरुवाको लागि जुन पोषक तत्त्वहरू हुन्छ खास गरेर त्यो स्टोन टाने कुन तत्त्व दिन्छ स्टोन टानिकमा विभिन्न किसिमका क्याल्सियमहरू खनिजहरू मिलेर चलाउँछ अब जुन ढुङ्गा छ ढुङ्गाबाट धेरै कुरा छ हामी जति आइरनहरू हुन्छ हजुर त्यो चाहिँ के गर्छ नि यसले चाहिँ त्यो त्यसबाट निकाल्छ क्या बिस्तारै पछि त्यो ढुङ्गा हामी फाल्दैनौँ त्यो पानी बाहिर निकाल्छौँ टोटीबाट यहाँ छ अनि त्यो जब पानी कम हुन्छ नि त्यो जस्तै वेस्ट डिकम्पोजर नै जोड्ने त्यहाँ हाल्ने हो त्यो कम हुन्छ फेरि त्यसमा भरिदिनु हुँदै पछि त्यो ढुङ्गा के हुन्छ बिस्तारै किँदै हेर्नुहोस् यसको लागि हजुर भन्नुभयो नि म यसको लागि धेरै प्रयास गरिरहेको छु गर्दै दियोस् दिल्लीबाट मैले यो मगाएको यो गाजियाबादमा यसको मेन अफिस छ यसको डाक्टर किशन चन्द्र यसको कृषि वैज्ञानिक उसले चाहिँ डेभलप गरेर निकालेको
यो गाईको विभिन्न गोबरबाट विभिन्न किसिमका ब्याक्टेरिया निकालेर बनाएको अब यो चाहिँ कसरी मिल्छ सर लानामा यो 1 लिटरको 1 छ अहिले मिल्छ नि मिल्छ नि अहिले मलाई एउटा दिनु हुन्छ अहिले जाने यसरी यो छैन यो म घर लान्छु मैले त्यहाँबाट बोर्डर पार गर्न नसकेर मैले कति मेहनत गरेर मगाएँ यहाँ बल्ल मसँग अहिले छ यसमा अहिले त म कहाँबाट धेरै ठाउँमा गइसकेँ झापा पनि झापामा धेरै जीवामृत यो तयार भएको जीवामृत हो यस्तो कलर आउँछ के पहिला घोल्दाखेरि भेलीको त कालो कालो कलर देखिन्छ तर बिस्तारै बिस्तारै यो चेन्ज हुँदा हुँदै यसरी चाहिँ यो यस्तो किसिमको कलरमा आउँछ यो अमृत भयो नि अनि यो जीवामृत भयो त्यस्तै बीजामृत छ घन जीवामृत भनेको ठोसमा बन्छ त्यो मैले अहिले बनाएको छुइनँ यसरी यो हजुरको जीवामृत भयो देख्नु होइन कतिमा रेडी हुन्छ यो अहिले चाहिँ लगभग एकदम अब यता एकचोटि हेरौँ त्यसपछि उता जाऊँ ल के चीज हो सर यो अघि जो बताएँ नि डिकम्पोजर वेस्ट डिकम्पोजर यो वेस्ट डिकम्पोजर हो यो वेस्ट डिकम्पोजर हो सुरु गरौँ न सबै साथीहरु यता आउनुहोस् यो चाहिँ अब यो गडौला मल कसरी बनाइन्छ भन्ने बारेमा यो हो अब यो तपाईँले देखिरहनु भएको छ यो विभिन्न यो मेरो जग्गा एकदम फेर गइरहेको जग्गा थियो यहाँ झार पातहरू सबै चाहिँ उम्रन्थ्यो केही हुँदैन थियो त त्यो गोबरलाई हामीले पहिला एक ठाउँमा डम्पिङ गरेर त्यसमा पानी हाल्छौँ चिस्यान गराउँछौँ अनि चिस्यान गराइसकेपछि त्यसमा भएको मिथेन ग्यास निस्कन्छ बल्ल हामी ल्याएर यसरी बेड बनाउँछौँ यसरी बेड बनाएको छ यहाँ तल केही पनि छैन यो जमिनमाथि यो प्लास्टिक पछ्याइएको छ र चारैतिरबाट यसरी इँटाहरू सपोर्टको लागि सुरक्षाको लागि राखेको छ यसमा गोबर छ यो गोबरमा चाहिँ नि हामी यसरी माथि माथि गनेउला हालिदिन्छौँ यसरी यो लगभग यो 50% मल तयार भइसक्यो लगभग हजुरको 2 महिना 2.5 महिना जब बित्छ नि त्यसपछि जब यो मल तयार भयो अब निकाल्न छ भनेपछि हामी 4-5 दिन अगाडिबाट पानी बन्द गरिदिन्छौँ त पानी बन्द गरिदिएपछि सबै हटाइदिन्छ माथिको जुन कोहीले चाहिँ मैले त यो बोराले छापेको छैन पहिला बोराले छाप्थेँ तर बोरा पनि महँगो पर्छ किन हाम्रै घरमा गाउँमा खेतमा पराल जति पनि छ किन हामीले त्यसलाई वेस्टेज गरौँ यसरी मैले गरेको बोरा भन्दा पनि राम्रो काम यसको बोराले ढाक्दाखेरि कता कतै सुक्खा हुने के कडा भइहाल्ने हुने गर्थ्यो तर यो यति राम्रो चाहिँ काम गरेछ यसमा त यसरी यो जुन छ नि यो अब तयार भइसक्छ त्यसपछि हामीले के गर्छौँ यसरी चलाइदिन्छौँ हातले अथवा यो चलाउने कुनै सामान छ औजार पनि हामीले राखेको छौँ अनि यसरी चलाइदिएपछि यो गडेउला यस्तो जीव हो कि यसलाई उज्यालो मन पर्दैन है यो अँध्यारोमा काम गर्ने प्राणी हो त सकभर जति अँध्यारो बनाउनुहोस् त्यो ठिक छ अनि यो उज्यालो देख्ने बित्तिकै यो भित्र लुक्छ है अनि हेर्नु होला यहाँ सब गइरहेको छ अनि भित्र गइसकेपछि हामीले यसरी यसलाई म्यानुअली हातले यो चाहिँ मल झिक्नुहोस् एक ठाउँमा जम्मा गर्नुहोस् त्यसपछि झिकेर यसरी लगभग 3-4 पटक 5 पटक गरेर यो मल निकालिन्छ सबै गडेउला तल जान्छ अब 1-2 त जान्छ भने हातले टिपेर पनि निकाल्नु मिल्छ अनि लास्टमा हजुरको जब 1-1.5 इन्च गोबर बच्छ त्यसमा पुरै गडेउला हुन्छ अनि त्यो गडेउला र त्यो गोबरलाई बाहिर राख्नुहोस् फेरि त्यही ठाउँमा अर्को चाहिँ गोबर नयाँ गोबर राख्नुहोस् त्यसपछि फेरि त्यसले यसले त अन्डा पनि त अब त्यो अन्डा देखिन्छ भने हामीले